यहाँहरू सम्पूर्णमा नमस्कार। आज हामी विकेन्डमा हामी यो पार्कमा आइपुगेका छौँ। हाम्रो तोमासो माजुबेस्कीको नजिकै रहेको पार्क भर्खरै बनाइसकेर यो खुल्ला गरिएको छ। हाम्रो यहाँ आउने प्लान त थिएन, हामी दुई दिदीबहिनी मात्रै आएका छौँ। यहाँ रुमबाट बाहिर हामी एकछिन फ्रेस हुनलाई बाहिर निस्केको, हामी घुम्दै यहाँ आइपुगेका छौँ। यो हाम्रो रुमबाट चाहिँ हिँड्दै आउँदा लगभग 25-30 मिनट, आधा घन्टाको समय लाग्छ। यो अत्यन्तै राम्रो बनाइएको रहेछ। यो हामी यहाँ आइपुगेका थिएनौँ, आज यहाँ आइपुगेका छौँ। अत्यन्तै सुन्दर दृश्य। यहाँ पर बालबालिका साना केटाकेटीहरूका लागि खेल्नका लागि, रमाउनका लागि यहाँ पिङहरू हालिएको रहेछ। त्यही भएर यहाँ पानीका फोराहरू बनाइएको रहेछ। यहाँ मूर्ति, के को मूर्ति हो कुनी, यो के को मूर्ति होला, यो घोप्टो परेको हो कि के हो, यो घोप्टो परिरहेको छ के हो, यो स्ट्याचु के को हो होइन। यहाँ पर पानीको फोरा, वाउ, यो रातको समयमा भने यो दृश्य अझै राम्रो हुने रहेछ है साथीहरू। यहाँ चाहिँ विभिन्न थरीका बत्तीहरू पनि जडान गरिएको रहेछ, रङ्गी बेरङ्गी। भनेपछि रातको समयमा अझै यो आकर्षक देखिने रहेछ। यस्तै गरेर यहाँ विभिन्न मूर्तिहरू बनाइएको छ, बाघ, भालु, हात्ती होइन। यस्तै गरेर यो चाहिँ कता रानी पोखरीको जस्तो पनि त्यो ताल भित्र, पोखरीभित्र चाहिँ पानीको फोरा, बिचमा चाहिँ दरबार जस्तो देखिने। यस्तै गरेर यहाँ अत्यन्तै हरियाली सुन्दर, यो चाहिँ हात्ती जस्तो देखिन्छ है। त्यही राम्रो हरियाली जताततै। मनमोहक दृश्य। यो चाहिँ कता पोखरीमा होइन, रानी महल जस्तो पनि फिल गराउने, त्यस्तो पनि होइन तर जस मनलाई आनन्दित तुल्याउने शान्त वातावरण। यति शान्त छ यहाँ, यति हरियाली छ। सायद भर्खरै शिशिर ऋतुको अन्त्यपछि वसन्त ऋतुको आगमन भएको छ। वसन्त ऋतुले, शिशिर याममा जाडोले रुखका पातहरू सबै झरेका थिए। यो उजाड लाग्दो दृश्य, प्राकृतिक दृश्य आज वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा फेरेर हरियाली छाएको छ। यति सुन्दर छ हो, प्रकृतिले कसको मन लोभ्याउँदैन र है। जुकै रमाउन सक्छन्, जुकै रमाइन्छ। यति सुन्दर छ यो, यति राम्रो छ। यसलाई हेर्दा कता हाम्रो देश नेपालको याद आयो मलाई। हाम्रो देश नेपाल पनि प्राकृतिक रूपले अत्यन्तै सुन्दर, समृद्ध नेपाल, सांस्कृतिक रूपले पनि सम्पन्न, समृद्ध। तर विडम्बना हाम्रो देशको राजनीतिक अवस्था, नेतृत्ववर्गको लापरवाही आदि इत्यादि कारणले गर्दा देशको अवस्था झन्झन खस्कँदै गएको छ। आर्थिक अवस्था झन्झन बिग्रिँदै गएको छ, डमाडोल अवस्थामा छ। जनताहरू, नेपाली युवाहरू विदेशी हुन बाध्य छौँ हामी। बेरोजगारीको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। हाम्रा राजनीतिक दलहरूलाई खालि कुर्सीको लुछाचुडी, सत्ताको लुछाचुडीमै समय व्यतीत गरिरहेका छन्। यो दुःखलाग्दो कुरा हो। हामीले एकदमै यो कुरा भन्न बाध्य छौँ, हामी विवश छौँ। चाहनु हो भने हामीले पनि हाम्रो देश नेपाललाई सुन्दर, समृद्ध बनाउन सक्छौँ, किनभने प्राकृतिक रूपले हामी त्यसै पनि सम्पन्न छौँ। यता कृत्रिम यो पानीका फोराहरू बनाइएका छन्, आकर्षक बनाएका छन्। हाम्रो त साँच्चै नै प्रकृतिले नै हामीलाई दिएको छ। झरनाहरू छन्, नदी नालाहरू छन्। 6000 भन्दा बढी नदी नालाहरू हाम्रो देश नेपालमा पाइन्छन्। विश्वकै सर्वोच्च शिखर सगरमाथा अटल र अडिग भएर रहेको छ। त्यस्तै थुप्रै अग्ला हिमालय पर्वत श्रृङ्खला 8वटा भन्दा बढी हाम्रै देश नेपालमा पाइन्छ, अवस्थित छन्। अनि थुप्रै हिम श्रृङ्खलाहरू पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तरतर्फ फैलिरहेका छन्।
हामीले किताबका पानाहरूमा हरियो वन नेपालको धन भनेर पढ्ने गरिएको थियो। वास्तवमा त्यो किताबको पाना मात्रै सीमित रह्यो, त्यसलाई संरक्षण सम्वर्धन गर्ने काम गरिएन। त्यसैले अहिले त अब जताततै नाङ्गा पाखाहरू, उराट लाग्दा डाँडाहरू मात्रै अब हाम्रो देश नेपालमा भेटिने गर्छ। वास्तवमा युरोप त्यसै युरोप कलिएको होइन रहेछ। यहाँका जनताहरू त्यति नै मेहनती छन्, राजनीतिक अवस्था त्यति नै राम्रो छ, प्रबल छ, सबै सचेत छन्। अनि पानीका फोराहरू स्टेज रहेछ है, यति राम्रो छ, यति सुन्दर छ। हामी दिदीबहिनी मात्रै यहाँ आएका छौँ। यो पानीका फोराले विभिन्न रूपहरू चाहिँ परिवर्तन गर्छ। आफ्ना 3-4वटा रूपहरू चाहिँ यहाँ परिवर्तन गर्दो रहेछ यो पानीको फोराले। अहिले यति अग्लो भएको छ, अहिले सानो 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 हुँदै गयो। आफ्नो आकृति परिवर्तन गरेको छ, स्वरूप परिवर्तन गरेको छ। बिस्तारै यो फेरि बढ्दै बढ्दै गएर यसले अर्कै रूप लिन्छ। बिस्तारै बढ्दैछ, हेर्नुहोस् है। ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, नदीहरूमा तिमी हो पवित्र गङ्गा हौ। ऋतुहरूमा तिमी, मलाई गीत गुनगुनाउन मन लाग्यो है। मलाई स्वर त राम्रो छैन। म आफूलाई खुसी राख्नका लागि यो प्राकृतिक सुन्दरताले मलाई यति लोभ्याएको छ, त्यसैले पनि मलाई गीत गुनगुनाउन मन लाग्यो। अहिले सानो भएको छ यो पानीको फोरा, यति राम्रो छ, यति राम्रो छ। बिस्तारै यसले फेरि आफ्नो रूप परिवर्तन गरेर बढ्दै 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 वाउ, यहीँ बसेर हेरिरहन मन लाग्यो। लाग्छ मन हेरिरहूँ एकनास तिमीलाई, जीवनभर माया गरौँ यसरी नै तिमीलाई। वाउ, हेर्नुहोस् है, हेर्नुहोस्। वाउ, फेरि यसले अर्को रूप परिवर्तन गर्यो है। ल हेर्नुहोस् त, पानी यति मजाले नाचिरहेको छ। यो देख्दा त मलाई पनि नाचौँ नाचौँ लागिरहेको छ। अहिले चाहिँ हामी बिना प्लानिङ आएका छौँ दिदीबहिनी। अर्को समय हामी नेक्स्ट विक फुर्सदको छ, नेक्स्ट विक पनि अलि म भ्याउँदिनँ। केही समय म अनुकूल समय पारेर यहाँ फेरि आउनेछौँ। हामी केही साथीका साथमा आउनेछौँ। अब आउँदा चाहिँ साँच्चै प्लानिङ गरेरै आउनेछौँ। अब हामी यहाँ यति राम्रो छ, यति राम्रो छ। वाउ, वास्तवमा काम गर्दा गर्दा थकित मनहरूलाई यस्ता दृश्य अवलोकनले पनि हामीलाई केही समय भए पनि रिफ्रेस बनाउँछ, फ्रेस बनाउँछ, मन मस्तिष्कलाई आनन्दित तुल्याउँछ। हामीलाई खुसीको पनि आवश्यकता छ, खुसी पनि हुनुपर्छ, आराम पनि हाम्रो शरीरलाई चाहिएको हुन्छ। यस्ता सुन्दरताले, यस्ता प्राकृतिक दृश्यले वास्तवमा हामीलाई आनन्दित तुल्याउने, आराम दिलाउने काम पनि गर्दछ। अत्यन्तै राम्रो। जहाँ छन् बुद्धका आँखा, स्निग्ध
शान्त र सुन्दर, त्यहाँ छ शान्तिको क्षेत्र, मेरो देश कता कता। गीत पनि आएन मलाई पुरै बिर्सियो गीत, छल्किन्छ के भन्थ्यो, बिर्सियो है, बिर्सियो, मैले बिर्सियो। ल गाइस, ठिक छ, मेरो गीततिर ध्यान नदिनुहोस्, यो प्राकृतिक सुन्दरतातिर ध्यान दिएर यहाँबाट आनन्द मनोरञ्जन लिनुहोस् है। मलाई चाहिँ यो प्राकृतिक सुन्दरताले के गरौँ कुन गीत गाउँ, एकदम गीतहरू फिरिरहेको छ। ल अब हामी यहाँ नजिकै रहेको खोला छ, सानो खोला, अहिले पानी सुकेको छ। यहाँ हाँसहरूका बच्चाहरू पनि छन्, आफ्नो आहाराहरू खोजिरहेका छन्। यति चञ्चल, यति चलाक बच्चाहरू छन् है। यहाँ माउले पनि आफ्नो टाउको जमिन मुनि गाडेर आफ्नो आहारा खोजिरहेको छ। यहाँ बच्चाहरू त्यसै गरेर यताउता पानीमा तैरिँदै आफ्नो आहारा खोजिरहेका छन्। बस तपाईँ बच्चा जे कोहीको, जसको जेको पनि बच्चा राम्रो हुन्छ है, क्युट हुन्छ। त्यस्तै क्युट बच्चाहरू छन् यसका बच्चाहरू। पानी सुकेको छ अहिले। यहाँ चाहिँ मलाई युरोपमा एउटा अचम्म लागेको, हरेक बोट बिरुवा फुलहरू छन्, फुल्छन्। यहाँ त्यही खोला, हामी यहाँ आएका छौँ, फेरि त्यहीँ आएका छौँ। हरेक रुख चाहिँ फुल, हरेक बोट बिरुवाहरू फुलेका छन्। सायद बसन्त ऋतु भएर होला। यति सुन्दर छन्, यति सुन्दर छन्। भर्खर भर्खर यहाँ वरिपरि बिरुवाहरू कलमी गरेर बिरुवाहरू पनि लगाइएको छ। वास्तवमा यो कोपिला लागिरहेका छन् है त्यहाँ। यो फुल्दा त झन् कति सुन्दर हुन्छ होला। ल हेर्नुहोस् त, यो पानीको फोहरा, यसले कसको मन लोभ्याउँदैन र है। वाउ, सेतो फुल, यति सुन्दर फुल छ, यति क्युट फुल छ। मेरो बेस्ट कलर भएर पनि होला यो, मेरो बेस्ट कलर व्हाइट कलरको फुल फुलिरहेको छ। यति सुन्दर छ, राम्रो छ। ल मेरो भिडियो हेरिदिनु भएकोमा, लाइक गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यहाँहरू सबैलाई है सब्सक्राइब गरिदिनु होला। म एकदम सिक्ने कोसिसमा छु है साथीहरू। धन्यवाद, बाई बाई।